अन्तत दर्शकबिनहरू के हुन्छ होला त भोलि आउने पुन्टीको नयाँ भागमा। यता भूपेन्द्रको भने होस आइसकेको छ, तर भूपेन्द्रको भने न हात खुट्टा चल्छ न त बोल्न नै सक्छ, तर सुन्न भने चाहिँ सक्छ। भूपेन्द्रको पुरै शरीर भने अपाइज भइसकेको छ, तर यो कुरा भने बिचारी भुन्टीलाई थाहा छैन। भुन्टी त मेरो बुढा छिटोभन्दा छिटो ठिक होस् भनेर भगवानसँग प्रार्थना गर्दैछ, तर भूपेन्द्र भने अपाइज भएको कुरा भने थाहा छैन। र के हुन्छ होला त जब बिचारी भुन्टीले यो कुरा थाहा पाएपछि? के भुन्टीले आफ्नो श्रीमानलाई यस्तो अवस्थामा छोडेर जान्छ होला त? या त यो सबै कुरा थाहा पाएपछि भूपेन्द्रलाई ठिक गराउनको लागि भूपेन्द्रको स्याहार सुचार हेरचाह गरेर बस्छन् होला त? तपाईहरुलाई के लाग्छ तल कमेन्ट बक्समा भन्नुहोला। र के हुन्छ होला त आउने भागमा? आज यसैबारे छोटो मिठो चर्चा गर्नेछौँ, सो भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। र यदि तपाईहरु पनि भुन्टी सिरियल मनैदेखि मन पराउनुहुन्छ र हप्ते पछि नछुटाइ पनि हेर्नुहुन्छ र बिचारी भुन्टीलाई मनैदेखि पनि माया गर्नुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरी जनाउनुहोला। दर्शकबिन भूपेन्द्रले आफ्नो श्रीमती भुन्टीलाई लात हानेर निकालेका त थिए, तर आज त्यही निकालेको श्रीमतीले भने रगत दिएर ज्यान बचाइदिएका छन्। चाहेको भए भुन्टीले आफ्नो श्रीमान भूपेन्द्रलाई त्यही नालामा बेहोस अवस्थामा सर्न र मर्न दिने थिए, तर भुन्टीले त्यस्तो गरिनन्। भुन्टीको मनमा पनि अझै पनि भूपेन्द्रप्रति माया जीवित नै रहेको छ, तर भूपेन्द्रले भने बुझ्न सकेनन्। देखाउँदै माया त भूपेन्द्रलाई दुनियाँ केटीले गर्यो, तर वास्तविक माया भने आफ्नो श्रीमती भुन्टीको चिन्न सकेन। र आज यस्तो अवस्थामा चिनेर रोइरहेका छन्। के अब आउने भागमा भुन्टी र भूपेन्द्र फेरि पनि मिलेर बसेको देखाउला त? तपाईहरुले के लाग्छ तल कमेन्ट बक्समा भन्नुहोला। बल्ल पस्ताए भूपेन्द्र, तर अब धेरै ढिलो भइसकेको छ। हो दर्शकबिन, जब यता भूपेन्द्रले बिचारी भुन्टीलाई घरबाट निकाल्दा मुखमा जे आयो त्यही नराम्रो बोली र दाजु बहिनीको सम्बन्धमा बोलेर घरबाट निकालेका थिए केटीको लागि। र बिचारी भुन्टी आफ्नो बुढाको बोली सहन नसकेर घरबाट निस्किने क्रममा आफ्नो श्रीमान भूपेन्द्रलाई भनेका थिए, अब तपाईले मसँग जति माफी मागेर फकाएर बोलाए पनि म अब कहिले पनि आउँदिन, तपाईको जिन्दगीमा म कहिले पनि फर्केर आउनेवाला छैन भनेर त्यहाँबाट गएका थिए। के अब भूपेन्द्रको जिन्दगीमा भुन्टी फर्केर आउँछ होला त? तपाईहरुलाई के लाग्छ तल कमेन्ट बक्समा भन्नुहोला। र यदि तपाईहरु पनि भुन्टी सिरियल मनैदेखि मन पराउनुहुन्छ र हप्ते पछि नछुटाइ पनि हेर्नुहुन्छ र बिचारी भुन्टीलाई मनैदेखि पनि माया गर्नुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरी जनाउनुहोला। दर्शकबिन भूपेन्द्रले आफ्नो श्रीमती भुन्टीलाई लात हानेर निकालेका त थिए, तर आज त्यही निकालेको श्रीमतीले भने रगत दिएर ज्यान बचाइदिएका छन्। चाहेको भए भुन्टीले आफ्नो श्रीमान भूपेन्द्रलाई त्यही नालामा बेहोस अवस्थामा सर्न र मर्न दिने थिए, तर भुन्टीले त्यस्तो गरिनन्। भुन्टीको मनमा पनि अझै पनि भूपेन्द्रप्रति माया जीवित नै रहेको छ, तर भूपेन्द्रले भने बुझ्न सकेनन्। देखाउँदै माया त भूपेन्द्रलाई दुनियाँ केटीले गर्यो, तर वास्तविक माया भने आफ्नो श्रीमती भुन्टीको चिन्न सकेन। र आज यस्तो अवस्थामा चिनेर रोइरहेका छन्। के अब आउने भागमा भुन्टी र भूपेन्द्र फेरि पनि मिलेर बसेको देखाउला त? तपाईहरुले के लाग्छ तल कमेन्ट बक्समा भन्नुहोला। अन्तत भूपेन्द्रको भने होस आइसकेको छ, तर भूपेन्द्र न बोल्न सक्छ न त हिँड्न सक्छ, तर सुन्न चाहिँ सक्छ। भगवानले चाहिँ पक्कै पनि बिचारी भुन्टीले कति माया गर्छ आफ्नो श्रीमानलाई भन्ने कुरा सुनोस् र महसुस गरोस् भनेर आज हात र खुट्टा नचले पनि सुन्न सक्ने भएका छन्। र बिचारी भुन्टीले भनेको कुरा यस्तो रहेको छ। यो के गरे कि तिमीले? यो सबै तिम्रै रगत हो? अँ दाइ, उहाँको रगत धेरै बगिसक्यो आइज है, त्यही भएर उहाँलाई रगत दिनु भने त बचाउने गाह्रो हुन्छ भन्नुभयो डाक्टर साहबले। अनि त्यही भएर अब त्यो ब्लड बैंक कहाँ गएर ल्याउन पर्छ के भन्न थाल्नु भयो, आफूलाई केही थाहा छैन। अनि मेरो र उहाँको त्यो रगतको ग्रुप भने नि मिल्दो रहेछ, अनि मेरै दिनु भनेर दिकी उम्का मैले। बुढ्नी, तिमी आफै कति कमजोर छौ, कति दिन भइसक्यो राम्रोसँग खागी पनि छैनौ, अनि यति धेरै रगत निकालेपछि तिमी कसरी उठेर हिँड्न सक्छौ? के खुरको यो बन्द गर्न लाएर त खुरको यो बन्द गर्न लाएर न त तिमी उठेर हिँड्न सक्दिनौ। बहिनी तपाईँ चिन्ता नगर्नु काका, उहाँ ठिक हुनुभयो भने म त जसरी नि हिँडिहाल्छु नि है। बहिनी, तिम्रै खुन चुसी चुसी तिमीलाई जिउनु न मर्नु बनाउने यस्ता पापी अपराधीलाई बचाउनको लागि तिमीले यत्रो रगत निकालेर के गर्यौ? के दाइ, एउटी श्रीमतीले आफ्ना श्रीमानको लागि जे गर्न पर्छ त्यही गरिराखेकी हो का मैले। उहाँ मेरा साथ आउनु भए पनि नभए पनि म उहाँको नामको सिन्दुर र गलामा उहाँकै नामको पोते लाएर यो समाजमा
ठाडो सिरारेर हिँड्न चाहन्छु। उहाँले मलाई मयारे पनि नरे पनि मैले एकतालले उहाँसँग बिहारिसकेँ। अब मेरो सास छौन्जेलका लागि मेरो श्रीमान भने उहाँ नै हो। यो समाजका मान्छेले यदि उहाँलाई केही भइहाल्यो भने मलाई ठाडो शिर गरेर बाँध्न दिँदैन। श्रीमान ढुक्कै भनेर अनेक आरोप लाउँछन् दाइ, त्यही भएर उहाँ बाँध्नु जरुरी हो। यदि मात्रै नभएर उहाँलाई केही भइहाल्यो भने उहाँलाई जन्म दिने उहाँका बुवा आमा उहाँका परिवारलाई कति टेन्सन हुन्छ। मैले रात दिँदाखेरि उहाँ बाँचेर उहाँलाई राम्रो भयो भने धेरैजनालाई खुसी मिल्छ दाइ। अनि सबैभन्दा धेरै खुसी म हुन्छु उहाँलाई सन्चो भएपछि। त्यही भएर म ज्यादै हो यो आफ्नै खुसियालाई गर्ने हो दाइ। तपाईँ यसरी नरुनु, टेन्सन नहुनु। दर्शकबिन बुन्टीले भनेको कुरा कस्तो लाग्यो? यदि ठिक लाग्यो भने भिडियोलाई एक्लै च्यानललाई सब्सक्राइब गरी जनाउनुहोला र भिडियोलाई अन्तिम समय नभएकोमा धन्यवाद। बल्ल पस्ताए भूपेन्द्र, तर अब धेरै ढिलो भइसकेको छ। हो दर्शकबिन, जब यता भूपेन्द्रले बिचारी बुन्टीलाई घरबाट निकाल्दा मुखमा जे आयो त्यही नराम्रो बोली र दाजु बहिनीको सम्बन्धमा बोलेर घरबाट निकालेका थिए केटीको लागि। र बिचारी बुन्टी आफ्नो बुढाको बोली सहन नसकेर घरबाट निस्किने क्रममा आफ्नो श्रीमान भूपेन्द्रलाई भनेका थिए, अब तपाईले मसँग जति माफी मागेर फकाएर बोलाए पनि म अब कहिले पनि आउँदिन, तपाईको जिन्दगीमा म कहिले पनि फर्केर आउनेवाला छैन भनेर त्यहाँबाट गएका थिए। के अब भूपेन्द्रको जिन्दगीमा बुन्टी फर्केर आउँछ होला त? तपाईहरुलाई के लाग्छ? तल कमेन्ट बक्समा भन्नुहोला। र यदि तपाईहरु पनि बुन्टी सिरियल मनैदेखि मन पराउनुहुन्छ र हप्ते पछि नछुटाइ पनि हेर्नुहुन्छ र बिचारी बुन्टीलाई मनैदेखि पनि माया गर्नुहुन्छ भने भिडियोलाई एक्लै च्यानललाई सब्स्क्राइब गरी जनाउनुहोला। दर्शकबिन, भूपेन्द्रले आफ्नो श्रीमती बुन्टीलाई लात हानेर निकालेका त थिए, तर आज त्यही निकालेको श्रीमतीले भने रगत दिएर जान बचाइदिएका छन्। चाहेको भए बुन्टीले आफ्नो श्रीमान भूपेन्द्रलाई त्यही नालामा बेहोस अवस्थामा सर्न र मर्न दिने थिए, तर बुन्टीले त्यस्तो गरिनन्। बुन्टीको मनमा पनि अझै पनि भूपेन्द्रप्रति माया जीवित नै रहेको छ, तर भूपेन्द्रले भने बुझ्न सकेनन्। देखाउँदै माया त भूपेन्द्रलाई दुनिया केटीले गर्यो, तर वास्तविक माया भने आफ्नो श्रीमती बुन्टीको चिन्न सकेन र आज यस्तो अवस्थामा चिनेर रोइरहेका छन्। के अब आउने भागमा बुन्टी र भूपेन्द्र फेरि पनि मिलेर बसेको देखाउला त? तपाईहरुलाई के लाग्छ? तल कमेन्ट बक्समा भन्नुहोला। अन्तत भूपेन्द्रको भने होस आइसकेको छ, तर भूपेन्द्र न बोल्न सक्छ न त हिँड्न सक्छ, तर सुन्न चाहिँ सक्छ। भगवानले चाहिँ पक्कै पनि बिचारी बुन्टीले कति माया गर्छ आफ्नो श्रीमानलाई भन्ने कुरा सुनोस् र महसुस गरोस् भनेर आज हात र खुट्टा नचले पनि सुन्न सक्ने भएका छन्। र बिचारी बुन्टीले भनेको कुरा यस्तो रहेको छ। यो के गरेकी तिमीले? यो सबै तिम्रै रगत हो? अँ दाइ, उहाँको रगत धेरै बगिसके आइज है। त्यही भएर उहाँलाई रगत दिनु भने त बचाउने गाह्रो हुन्छ भन्नुभयो डाक्टर साहबले। त्यही भएर अब त्यो ब्लड बैंक कहाँ गएर ल्याउन पर्छ के भन्न थाल्नु भयो। आफूलाई केही थाहा छैन। अनि मेरो र उहाँको त्यो रगतको ग्रुप भन्ने नि मिल्दोरहेछ। अनि मेरै दिनु भनेर दिकी उम्का मैले। बुन्नी, तिमी आफै कति कमजोर छौ। कति दिन भइसक्यो राम्रोसँग खागी पनि छैनौ। अनि यति धेरै रगत निकालेपछि तिमी कसरी उठेर हिँड्न सक्छौ? के खुरको यो बन्द गर्न लाइहाल त, खुरको यो बन्द गर्न लाइहाल, न त तिमी उठेर हिँड्न सक्दिनौ। बुन्नी, तपाईँ चिन्ता नगर्नु दाइ, उहाँ ठिक हुनुभयो भने म त जसरी नि हिँडिहाल्छु नि है। बुन्नी, तिम्रै खुन चुसी चुसी तिमीलाई जिउनु न मर्नु बनाउने यस्ता पापी अपराधीलाई बचाउनको लागि तिमीले यत्रो रगत निकालेर के गर्यौ? के दाइ, एउटी श्रीमतीले आफ्ना श्रीमानको लागि जे गर्न पर्छ त्यही गरिराखेकी हो का मैले। उहाँ मेरा साथ आउनु भए पनि नभए पनि म उहाँको नामको सिन्दुर र गलामा उहाँकै नामको पोते लाएर यो समाजलाई ठाडो सिरारेर हिँड्न चाहन्छु। उहाँले मलाई मयारे पनि नरे पनि मैले एकतालले उहाँसँग बिहारिसकेँ। अब मेरो सास छौन्जेलका लागि मेरो श्रीमान भने उहाँ नै हो।
यो समाजका मान्छेले यदि उहाँलाई केही भइहाल्यो भने मलाई ठाडो शिर गरेर बाँच्न दिँदैन। श्रीमानको कोही भनेर अनेक आरोप लाउँछन् दाइ, त्यही भएर उहाँ बाँच्नु जरुरी हो। यदि मात्रै नभएर मलाई केही भइहाल्यो भने मलाई जन्म दिने उहाँका बुवा आमा उहाँका परिवारलाई कति टेन्सन हुन्छ। मैले रात दिँदाखेरि उहाँ बाँचेर उहाँलाई राम्रो भयो भने धेरैजनालाई खुसी मिल्छ दाइ। अनि सबैभन्दा धेरै खुसी म हुन्छु उहाँलाई सन्चो भएपछि। त्यही भएर म ज्यादै हो या आफ्नै खुसियालाई गर्ने हो दाइ। तपाईँ यसरी नरुनु, टेन्सन न। दर्शकबिन बुन्टीले भनेको कुरा कस्तो लाग्यो? यदि ठिक लाग्यो भने भिडियोलाई एक्लै च्यानललाई सब्स्क्राइब गरी जनाउनु होला र भिडियोलाई अन्तिम समय नभएकोमा धन्यवाद।